जोजोलोपा सम्पूर्णमा स्वागत छ तपाईलाई आजको यो छोटो भिडियोमा। आज हामी हाम्रै गाउँघरको बालीमा फलाएको खोर्सानी टिप्न आएका छौँ। तपाईलाई पनि मनपर्छ भने मनपर्छ भनेर कमेन्ट गर्नुहोस् है त। हेर्नुहोस् त कति राम्रा खोर्सानी फलेका छन्। रातो हरियो झिलिमिली हेर्दै खाउँ खाउँ लाग्दा। यो जात चाहिँ हाम्रो गाउँमा निकै प्रख्यात छ है। अब हामी लागौँ खोर्सानी टिप्नतर्फ। खोर्सानी धेरै टिप्नु पर्ने भएकाले टिप्दा हात पिरो हुन्छ भनेर हातमा ग्लोभ्स लगाएका छौँ। आज हामी खोर्सानी टिप्न चाहिँ मम्मी, साइला दाई, काइले भाउजू अनि म आएका छौँ। हामीले आज पाकेको खोर्सानी मात्र टिप्नेछौँ। यो खोर्सानी चाहिँ घरैमा दल हानेर असार साउनतिर रोपिएको हो। पाकेको खोर्सानीको स्वाद नै अर्कै आउँछ। हामी त सुकाएर पनि राख्छौँ र हिउँदमा काम लाग्छ। ल हेर्नुहोस् त हामीले कति धेरै खोर्सानी टिपेका छौँ। तपाईँलाई पनि हाम्रो खोटाङे खोर्सानी मनपर्छ भने आउनुहोस् है लिन। हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। स्थानीय कृषिलाई प्रोत्साहन गरौँ। जय कृषि, जय नेपाल।